आजको भिडियोमा म हजुरहरुलाई एकदम क्विक है एकदम 5 मिनेट पनि लाग्दैन म हजुरलाई यो 8 मार्क्समा आउने अथवा 10 मार्क्समा आउने क्वेशन सिकाउन गइरहेकी छु दैट इज 18 नम्बरको ओल्ड इज गोल्ड बाट हेर्नुस् है त हजुरहरुले हेर्न सक्नुहुन्छ है म एकदम मजाले भन्छु मजाले सुन्नुस् मात्र है ल हजुरहरुले यहाँ मजाले हेर्नुस् कि हामीलाई अब यहाँबाट नोमिनल जीडीपी रियल जीडीपी जीडीपी डिफ्ल्याक्टर र रेट अफ इन्फ्लेसन निकाल्ने भनेर सोधेको छ त्यो निकाल्नको लागि हामीलाई एउटा दुईटा तीनटा चारवटा हामीलाई इयर दिएको छ र चारवटा इयरमा एउटा प्राइस इन्टु क्वान्टिटी प्राइस र क्वान्टिटी दिएको छ यति कुरा त बुझ्नु भयो अब हामीलाई थाहा छ है हामीलाई नोमिनल जीडीपी भनेको के हो थाहा छ भन्दाखेरि नोमिनल जीडीपी भनेको हामीले प्रोडक्ट मेथडबाट गर्छौं P1 into Q1 plus P2 into Q2 plus P3 into Q3 हुँदै जान्छ अब यहाँ 1 को सट्टामा x छ Px into Qx plus Py into Qy हुँदै हाम्रो जान्छ सो नोमिनल जीडीपी हामीले Px into Qx plus Py into Qy plus गर्दै 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 2018 को लागि 2019 को लागि 2020 को लागि 2021 को लागि निकाल्छौं अब कसरी निकाल्छौं भन्दा मैले अलरेडी सल्भ गर्दैको छु म त्यही कुरा चाहिँ एक्सप्लेन गर्छु है त ल हेर्नुस् है यहाँ सबै जनाले मज्जाले है अब सुरुमा लेख्नुस् हाम्रो नोमिनल जीडीपी एक्जाममा यसरी लेख्नुस् है त क्याल्कुलेसन फर नोमिनल जीडीपी भन्नुस् है अब नोमिनल जीडीपी फर 2018 ल हेर्नुस् त 2018 को लागि नोमिनल जीडीपी भनेको त हाम्रो यो सबैलाई प्लस गर्ने हो सो 50 into 5000 plus 700 into 400 गर्ने 50 into 5000 plus 700 into 400 गर्ने र यो आन्सर ट्याक्क आउँछ लेख्यो सक्यो नोमिनल जीडीपी 2018 को आयो अब 2019 को नोमिनल जीडीपी निकाल्नलाई 54 into 54000 plus 740 into 420 यति गर्ने 54 into 5400 plus 740 into 420 आयो अब 2020 को त्यसरी नै निकाल्नु भयो आयो 2021 को त्यसरी नै निकाल्नु भयो आयो है ल अब यति निकालेपछि हाम्रो 2 मार्क्स आयो नोमिनल जीडीपी को अब रियल जीडीपी निकाल भन्यो अब रियल जीडीपी निकाल्न इट इज भेरी इजी है अब यो चारवटा इयर मध्ये हेर्नुस् है रियल जीडीपी मा यो चारवटा इयर मध्ये एउटा इयरलाई चाहिँ हामीले बेस इयर मान्छौं जस्तै मैले 2018 लाई बेस इयर माने मैले 2018 लाई बेस इयर माने भने अब मेरो यो प्राइस छ नि 54 60 70 यो प्राइस चाहिँ 50 50 50 लेख्छौं अरु क्वान्टिटी सेम हुन्छ अब यतापट्टि फेरि बेस इयर के हो 2018 छ यताको प्राइस भने हामीले 700 700 700 लेख्छौं अरु सबै एज इट इज हुन्छ कसरी हुन्छ ल हेर्नुस् त मानम कि बेस इयर इज 2018 मैले बेस इयर माने कति माने त बेस इयर 20 ल मैले बेस इयर 2018 माने बेस इयर भनेको प्राइस इज सेम प्राइस सेम हुने हो सो अब रियल जीडीपी फर 2018 अब यसको त यस्तो दिम है ल हेर्नुस् त रियल जीडीपी फर 2018 भन्यो 2018 को लागि हाम्रो रियल जीडीपी निकाल भन्यो अब रियल जीडीपी निकाल्नको लागि त हामीले अर्कै मेथड गर्ने 50 into 5000 प्राइस into क्वान्टिटी प्लस अर्को आइटमको y को प्राइस into क्वान्टिटी निकालेर यति निकालेम तर सेकेन्ड नम्बरमा जाँदाखेरि है सेकेन्ड नम्बरमा जाँदा त हाम्रो 54 छ अब हामीले यहाँ के लेख्छौं यहाँ पनि 50 नै लेख्छौं यही फरक छ क्या अब यहाँ हामीले के लेख्यौं 50 into 55700 यो गरेर यस्तो गरे अब फेरि यहाँ 50 नै लेख्यौं यहाँ 700 50 नै 7 प्राइस सेम छ है तर क्वान्टिटी चाहिँ के छ त फरक छ र यसरी हामीले एउटा दुईटा तीनटा चारवटा इयरको पनि हामीले के निकालेम रियल जीडीपी निकालेम अब नोमिनल जीडीपी पनि निक्ल्यो रियल जीडीपी पनि निक्ल्यो अब के बाँकी छ हेर्नुस् त यहाँ अब हाम्रो के बाँकी छ त जीडीपी डिफ्ल्याक्टर भनेको हाम्रो फर्मुला याद छ जीडीपी डिफ्ल्याक्टर भनेको रियल जीडीपी अपन नोमिनल जीडीपी इन्टु 100 थियो पर्सेन्टेज हैन है जस्ट 100 मात्र है इन्टु 100 थियो जीडीपी डिफ्ल्याक्टर भनेको फर्मुला सो हामीले के लेख्छौं ए सरी नोमिनल जीडीपी अपन रियल सो नोमिनल जीडीपी अपन रियल जीडीपी इन्टु 100 2018 को लागि 2018 मा नोमिनल जीडीपी कति आथ्यो मानम 53000 सो 100,000 सरी 5,30,000 आको थियो भनेपछि 2018 मा 5,30,000 नोमिनल जीडीपी अब रियल जीडीपी 28 मा कति हो 5,30,000 छ अनि इन्टु 100 गर्ने यो दुईटा काट्यो बाँकी रह्यो 100 यो त 2018 को लागि थियो अब 2019 को लागि रियल जीडीपी कति थियो सरी नोमिनल जीडीपी कति थियो त 602400 थियो 602400 अपन रियल जीडीपी जति हो त्यति इन्टु 100 गरेर यति आउँछ त्यसरी नै हामीले 2020 को निकाल्छौं नोमिनल र रियल जीडीपी राखेर र 2021 को निकाल्छौं यति निकालिसकेपछि नोमिनल र रियल जीडीपी पनि आयो अब रेट अफ इन्फ्लेसन हुन्छ अब रेट अफ इन्फ्लेसन भनेको चाहिँ हाम्रो फर्मुला चाहिँ के हो भन्दाखेरि चेन्ज इन हेर्नुस् त चेन्ज इन जीडीपी डिफ्ल्याक्टर अपन जीडीपी डिफ्ल्याक्टर अफ प्रिभियस इयर अब कति चेन्ज आयो जीडीपी डिफ्ल्याक्टरमा र पहिलाको वर्षमा कति चेन्ज थियो भनेर निकाल्ने चाहिँ के हो त हाम्रो रेट अफ इन्फ्लेसन हो तर अब हेर्नुस् न 2018 को निकाल्न मिल्छ त 2018 को मिल्दैन किन मिल्दैन
किनभने प्रिभियस इयर भनेको त हाम्रो 2017 को जीडीपी को भ्यालु खै त देकै छैन, त्यही भएर 2018 को मिल्दैन, त्यही भएर हामीले 2019 बाट सुरु गर्छौं। रेट अफ इन्फ्लेक्सन 2019 बाट सुरु गर्दा रेट अफ इन्फ्लेक्सन भनेको चेन्ज इन जीडीपी डिफ्लेक्टर अपन जीडीपी अफ प्रिभियस इन्टु 100% है, पर्सेन्टेजमा आउँछ एन्सर। सो चेन्ज इन जीडीपी डिफ्लेक्टर भनेको त अब 2019 मा हेर्नुस् त कति अब 29 मा 106.80 दिएको छ हाम्रो यो जीडीपी डिफ्लेक्टर को फर्स्ट को भ्यालु 106.80 माइनस अब चेन्ज इन भनेको डेल जी हो के, डेल जी भनेको चाहिँ अहिलेको इयरमा आएको भ्यालु माइनस पहिलाको इयरमा आएको भ्यालु। पहिला त 100 आएको थियो हाम्रो 2018 मा हेर्नुस् त 100 आएको थियो, त्यही भएर अहिलेको आएको भ्यालु माइनस पहिलामा आएको भ्यालु अपन 100 इन्टु 100 गर्ने। अपन 100 भनेको प्रिभियस इयरको जीडीपी अपन 100 इन्टु 100 यो काट्टे बाँकी रह्यो 6.8%। अब 2020 को लागि कति हुन्छ 113 इन्टु 94 माइनस पहिला आएको भ्यालु 106.80 इन्टु 100% गर्ने अनि अपनमा के हुन्छ त 106.80 हुन्छ। यो गर्दाखेरि क्याल्कुलेट गर्दा 6.68। 2021 मा आउनुस् 123.84 भनेको यो वर्षमा आएको माइनस 113.94 माइनस 113.94 अपन 113.94 भनेको प्रिभियस इयरमा आएको जीडीपी इन्टु 100 गर्दा 8.69 आउँछ। हो यसरी चाहिँ हामीले के गर्न सक्छौं हेर्नुस् त 6 मिनेटमै मैले हजुरलाई 10 मार्क्स वर्थ इट को एन्सर सिकाइदिए। एक्जाममा ठ्याक्कै यसरी लेख्नुस् ड्याङ्ग मार्क्स आउँछ। र अर्को भनेको त डिफरेन्स बिट्विन नोमिनल जीडीपी र रियल जीडीपी को छ, यो बुकमा नि भेटाउनुहुन्छ, मैले भिडियोमा नि एक्सप्लेन गरेको छु। ल हजुरको लागि म अहिले फेरि भनिदिन्छु डिफरेन्सेस। ल हेर्नुस् त रियल जीडीपी भनेको बेस इयरमा मेजर हुन्छ एउटा डिफरेन्सेस, नोमिनल जीडीपी चाहिँ त्यो करेन्ट इयरकोमा बेस हुन्छ, ठीक छ। अनि नोमिनल जीडीपी मा हेर्नुस् न नोमिनल जीडीपी लाई इन्फ्लेक्सनले के गर्छ एफेक्टेड गर्छ, तर रियल जीडीपी लाई इन्फ्लेक्सनले एफेक्टेड गर्दैन किनकि हाम्रो बेस इयर त पहिलाको हुन्छ। सो नोमिनल जीडीपी लाई चाहिँ इन्फ्लेक्सनले एफेक्ट गर्छ गर्दैन, दुईटा पोइन्ट त भइहाल्यो। अर्को पोइन्ट भनेको फर्मुला लेखिदिनुस् न नोमिनल जीडीपी को फर्मुला र रियल जीडीपी को फर्मुला लेखिदिनुस्, तीनटा पोइन्ट भइहाल्यो हैन। अनि चाहिँ सो टोटल मनी भ्यालु अफ आउटपुट हैन, यसले चाहिँ टोटल मनी भ्यालु आउटपुट देखाउँछ हैन। यसले चाहिँ के देखाउँछ त प्रोडक्सन मात्र कति बढ्यो घट्यो मात्र देखाउँछ कि, यसले टोटल मनी भ्यालु देखाउन र प्रोडक्सन मात्र कति घटबढ भयो प्रोडक्सन को बारेमा देखाउँछ किनकि हाम्रो त पी त कन्स्ट्यान्ट हुन्छ, क्यू को बारेमा मात्र देखाउँछ, यसले चाहिँ पी पनि त्यही हुन्छ, त्यही भएर चाहिँ पी को बारेमा देखाउँछ। हो यति कुरा डिफरेन्स बिट्विन नि भयो। त्यसपछि यति क्याल्कुलेसन गरेपछि हजुरको यदि यो आइहाल्यो भने के अर्को जीडीपी वाला नआएको न यो आयो भने त 10 मार्क्स गोजीमा आँखा चिम्म गरेर राख्नुस् है त। ल यति भइसकेपछि हजुरको यो आएपछि आइहाल्यो। ल अब बाँकी क्वेसन हामी पछि डिस्कस गर्दै गरौँला, राम्रोसँग तयारी गर्नु। बेस्ट अफ लक फर योर एक्जामिनेसन है त। ल